आज चाहिँ हाम्रो पञ्चवली पूजा छ। सो हामी सबै दिदी बहिनी भाइहरू चाहिँ पञ्चवली पूजाको लागि जाँदैछौँ। अन द वे भिडियो स्टार्ट गरिहालेँ मैले चाहिँ। प्रिन्सले चाहिँ दिदी भेनाको अक्षता लिएर हिँड्दैछ। यो थाक्यो हौ म त। सदा वसंतम जयारविंदे भवम भवानी चैतम नमामि ओम पंचविद्ये नमो नमः ओम पंचविद्ये नमो नमः ओम पंचविद्ये नमो नमः। सबैलाई मन्दिर सम्पन्न गर्न है सबैलाई आरती गर्न उहाँको रूप ज्ञानै यादे सत्कर्म होस् निराकरणै होस् भन्न कम होस् भन्न। यो चाहिँ हाम्रो बाजेले बनाउनु भएको रहेछ पहिला। बाजेले बनाउनु भएको मन्दिर। पञ्चवली माईको जय, माईको जय, माईको जय, सिद्धदेवको जय, महादेवको जय, माईको जय। नमस्ते गरे जसिका। नमस्ते गरे छोरी। दुर्गा सेवा शिवादाती स्वसदा नमस्ते नमस्ते। हेम का मानसी सुशीलतो रक्षितुकादेवा मासिका सर्वदा। ल पैसा दिनु। आमा बाबुले धेरै पैसा दिने है यार। यही धेरै थुप्रै। हाम्रो बजेहरूले रोप्नु भएको रुख।
भएको मिस ल प्रसाद टाइम लुसिका नमस्ते भन्देऊ वेलकम भन्देऊ मेरो फुपूको ब्लगमा भन सबैजनाले हेर्नु होला भन थ्याङ्क यू भन हेभ अ गुड डे लभ यु अल भन्दा पनि पहिला अब म यहाँलाई के अनुरोध गर्न चाहन्छु भने सर्वप्रथम म यहाँलाई सम्पूर्णलाई नमस्कार टक्राउन चाहन्छु। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 6 जुम्लेमा हाम्रो परम्परागत सदियौँदेखिको पुज्दै आइरहेको पञ्चावली भूमे सिद्ध देउराली बराहा जुन हामीले हाम्रा देवताहरू भनेर मानिरहेका छौँ ती मान्ने क्रममा आज हामी पञ्चावली पूजामा यहाँ छौँ। धेरै हाम्रो साथीहरूले माथि पूजा गरेर हाम्रो भूमिथान सिद्ध देउराली र बराहमा पूजा गरेका छन्। बिहान आउनुभयो उहाँहरूले हाम्रो घरबाट कतिको घरबाट अक्षता लानुभयो, कतिले सम्झाउनु भएको छ, अक्षता लानु सक्नु भएको छैन र यहाँले यहाँ पञ्चावलीको विषयमा यहाँ अहिले गत वर्षभन्दा अहिले फरक ढङ्ग देख्नु भएको छ नि सबैले। गत वर्ष जो आउनु भएको छ पहिला जो आउनु भएको त्यो साथीहरूले अहिले यहाँ फेरि नयाँ ढङ्गको देख्नु भएको छ र यहाँ यो चाहिँ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 6 ले ल हुन्छ म त्यही कुरा भन्नु मात्रै यहाँ चाहिँ यो बाहिर यो 80 वर्ष 88 यो टाइल टाँसी काम चाहिँ भएको छ, यस्तो मर्मत काम भएको छ र यतापट्टि भित्र चाहिँ फेरि यो जलजला हाम्रो यसको निर्माण समितिले विभिन्न व्यक्तित्वहरूले चन्दा दिएर फेरि भित्र पनि टाइल टाँस्ने काम चाहिँ पुरा भएको छ र यतापट्टि नाम चाहिँ उहाँहरूले सहयोगी चन्दादाताहरूको नाम चाहिँ यतापट्टि छ। अहिले कार्यक्रम त्यहाँ चाहिँ हामी बेन्च राखेका छौँ, त्यहाँ कार्यक्रम हुन्छ। त मेरो भनाइ के हो भने यसलाई मैले अब केही भन्न खोजेको होइन, यहाँ हात उत्ता नजानुहोस्। पूजा भइसकेपछि त्यहाँ एउटा कार्यक्रम हुन्छ, त्यो कार्यक्रममा पनि सरिक भइदिनुहोस् र तपाईँहरू यहाँ जे जति ल्याउनु भएको छ पहिला हामी 5 वटा बलि चढाउँछौँ। 5 वटा बलि चढाएपछि यहाँले ल्याएको अन्यत्र बलिहरू पाले पालो हामी यहाँ बलि दिन्छौँ र यहाँहरूले चाहिँ अब रागो जसले ल्याउनु भएको छ त्यो भाइहरू राग बस्नुहुन्छ, बाख्रा बोका जसले ल्याउनु भएको छ त्यो भाइहरू यहीँ हुनुहुन्छ। सबैलाई पुवा बन्छ, यहाँ प्रसाद बन्छ, टिका बन्छ, सबै वादुत्त नगइदिनुहोस्। त्यसको मतलब एउटा कार्यक्रम हुँदैछ त्यहाँ, राजु गुरुङजीले भन्नुभएको छ त्यहाँ कार्यक्रम हुँदैछ र सहयोगीहरूको नाम हुनेछ र सम्पूर्ण वादुत्त नजानुहोस्। यहाँ बसौँ, आजको दिन रमाइलो गरौँ भन्नको लागि खाना खानु भएको भने ठिकै छ, खाएर नखानु भएको भए पनि यहाँ प्रसाद केही मात्रामा हुन्छ र यहाँहरू बसेर त्यो गर्नु होला। र गुरुले यहाँ बिहानै आएर पूजाआजा गर्नुभयो र उहाँले यहाँ मलाई यो बलि दिने आदेश दिनुभएको छ। अब त्यो सामग्री आएपछि हामी दिन्छौँ। भेटेका है अगाडि बलि चलाउँदैछ है। छोरीहरूलाई अब कहिले भेट्छु धेरै वर्षपछि सबैको तर्फबाट यो सबै भक्तजनहरूको तर्फबाट
बजे हाम्रो कुखुरा चम्चा त वहीँ घरमा होला नि कतिजना हुनुहुन्छ 3 जना तपाईहरु कतिजना आउनु भएको ठुलियामा 3 जना अब एउटा पक्नै उ त्यहाँ केही नहुन्न ल लिनु बसा बसा सम्पूर्णलाई नमस्कार आज हामी चाहिँ यो दलदला पञ्चवली मन्दिर मर्मतमा चाहिँ सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान गर्ने कार्यक्रम भएको हुँदा र कुनै पनि कार्यक्रम चलाउँदा अध्यक्षको आवश्यकता परेको हुँदा आजको यस कार्यक्रमको अध्यक्षको आसन ग्रहणको लागि म यो निर्माण समितिको अध्यक्ष श्री कर्णबहादुर गुरुङलाई त्यस्तै आजका प्रमुख यस्तै अन्नपूर्ण गाउँपालिका वडा नम्बर 6का वर्तमान अध्यक्ष श्री एकता देवकोटालाई आजको प्रमुख नमस्कार त्यस्तै विशेष अतिथिमा समाजसेवी श्री भाइबहादुर गुरुङ है म आशा गर्न चाहन्छु त्यस्तै विशेष अतिथिमा समाजसेवी चित्रबहादुर गुरुङलाई र यो स्वागत मन्त्रको लागि म आमा समाजका सदस्य नाम के रे निमा गुरुङलाई स्वागत मन्त्रको लागि म नाम के आज यस पञ्चवटी मन्दिर मर्मत कार्यक्रममा सहयोग गरिदिनु हुने दाताहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। हाम्रो सम्मान कार्यक्रमलाई सहजै रूपमा स्वीकारी उपस्थित भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु र हजुरहरूको उपस्थितिलाई स्वागतम भन्दै मेरो दुई शब्द यहीँ रेडी छ र यो फुल गवाल गरिदिनु हात पर गर यो हातले तिमीलाई जान्न पर्छ है माथिको चाहिँ पर्दै हुन्छ है ठ्याक्क लाएर दलदला पञ्चवली मन्दिर अन्नपूर्ण गाउँपालिका 6
मन्दिर पूर्ण सम्हारको लागि आर्थिक सहयोग गर्नु हुने संस्था एवं दाताहरूको नाममा निकासी यो उद्घाटन भएको चाहिँ जानकारी गरौँ। धन्यवाद। ल धन्यवाद। यहाँ छ हाम्रो निशा राज गुरुङ। बल्ल आयो मेन पुजारी। हेलो फ्लप्सीको बाबा। पञ्चलीमा हाम्रो दिदी र भेना निशा गुरुङ र राज गुरुङले सहयोग गर्नु भएर गिफ्ट आएको है। यो चाहिँ आथे हाम्रो घरदेखि चाहिँ अनबक्सिङ गर्नु के रहेछ। कस्तो पुवा हो मन्दिरको प्रसाद। यो पनि प्रसाद नै हो तर मेन प्रसाद चाहिँ पुवा छ। ड्रेस चेन्ज गरेर आइसक्यो गर्मी भएर। यता फेरि यस्तो हालत छ। अब हाम्रो पालो ड्रेस चेन्ज गर्न। दुईटा हात थापा सानो। पुवा ना 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 बाजे बच्चेलाई ठुली आमा हजुर बजे हजुर आउनु यो माइजू यहाँ काँडे गएर के भयो? मैले स्कुटरको चाबी त ल्याएँ नि। लभ बर्ड्सहरू खुट्टा नि पुसाइ संसारको पातलो मान्छे मासु काट्दैछ। यो चारवटा खुट्टा पुछेको घाँटीमा लगाइदिए बाजे चाहिँ कतिवटा बिलो लाउने भनेर हेर्नु हो। ए पैसा उठाउनु हो। पैसा उठाएको ए 34 जना एउटाको 1000 500 ए ओन्ली 500 ओन्ली 500 पर हेड 500 रुपीस पर पर्सन या तल चाहिँ हाम्रो मासुको बिलो हुँदैछ। यहाँ चाहिँ अङ्कलहरूको माइलामा अस्ट्रेलियाबाट कहिले ब्याक हुनुभयो? 1 month ago भन्नु न। 1 month ago ओके। खोइ पछाडि के भयो ये के अनि बाजामा नि कहाँ अनि जिमेस्टिक सेमेस्टिक हान्छ त नि। खोइ एकचोटि ल यहीँ हान्देऊ नि त यहीँ जसरी तपाईँको स्टाइलले हान्नु ल। भेरी डेन्जरस।
किन्न चिन्ने राजाको छोरीहरू होइन हजुर अनि किन्न चिन्दा चिने के भन्छ पठाए म त झन् कोरो त भनेर अहिले पो उभिराखेको छ यहाँ कान्छी हो त नि कान्छी माइली माइली जेठी आफूहरू त यस्तो गरेर बसिरहेको हामी अब आफूहरू यता हुनुहुन्छ के अरे अनि हामी त यसले चिने होइन हजुर ऊ त छोडिदियो यहाँ नि बस्छ दुई तलमाथि हो घामले कस्तो गल्यो कि लास्टै गर्मी भएर आएको कफी स्टेसनमा क्लोज रहेछ आज फेरि बन्द रहेछ नि त कन्फ्युज भयौँ कि यो ठाउँमा अरू नै भएन कहाँ जाने त नि अब कहाँ जाने आइडिया प्लिज मजाले हावा आउँदो रहेछ यहाँ चाहिँ है हाम्रो चाहिँ कफी स्टेसन बन्द रहेछ 3-4 दिन भएछ बन्द भएको सो हामी यहाँ इङ्गु दाइकोमा चिसो कोक रे ग्लासमा खानुपर्छ क्या है तिनीहरूलाई चिसो भएको यता हेरेर खान यता हेरेर खान मान्छे त के नि भने आमा ड्राइभर मरेन त ए हो त है ड्राइभर हो अब यहाँ त भयो अरू सबै खेल्नु भएको तपाईँ नि यहीँको आमा अरूलाई बचाएर तपाईँ त यस्तो गर्मीमा चिया खानु है त अब चिहानी अब अरू चिया खानु मन लाग्दैन चिया नै हो कि चियाकै क्रेभिङ हुन्छ नि यहाँ बस्नु बुटुवा टाइम बुटुवा टाइम एलटी भनेको ए लोकल ठर्रा बथे यो चाहिँ हाम्रो मामा र दाइले बनाउनु भएको 3 बजे गाइस बल्ल भात खान लाग्यो है लोकल कुखुराको मासु देखियो अब फेरि मामाको कन्सर्ट पोखरामै हेर्न मन छ कि है
अब विराटनगर मामा मामाहरूको कन्सर्ट ब्याक टु 90s लेकाली ब्यान्ड खिच्देऊ न रे होइन भाडा धोको खिच्देऊ भनेको पूजाको होइन यस्तै गर्छ है नभएन म हेर्छु नि बस्दा आइसक्यो हाम्रो दिदी भाइ यता हेर्नु न बहिनी धेरै नाचेर थाक्यो धेरै नाचेर थाक्यो अनि भाडा दिन्छु है भाडा दिन्छु दिदीको यहाँ गर्न पर्ने है पूजा के अरे तिम्रो नाम माइली है कान्छी होइन यस्तो ढोकरी खिचाउने आएको थिएँ ल बारी बहिनी मिलाइदेऊ न चिकन चिकन चाहिँ गर्छ होइन हाँसानु बहिनी त्यहाँ मेरो आइडिया हालिदेऊ न राजपुर नेपाली हाल्दै फोटो त हेर्छु क्या म त आउँदै आमा दिदी जाने मेरो फोटो हेर्न पाएन कि लाप्सी मम्मीहरू फ्लप्सीलाई डुलाएर आउनुभयो कता गएको मामा अङ्कल म हिजो हजुर मामा दिदी के भयो पुरै कुरो लगाएको छ होइन माथि जानु जाने हो अब जाने हो निस्केर आएको आज त कस्तो भयो पञ्चोली पूजा ए राम्रो रमाइलो लाग्यो हामी जानु पूजा त एकदम अनुहारमा त्यो घाम के घाम मात्रै परेको परे भएको क्या आज त फुलाई फुलको बगैँचामा मेरी माया शरमै लाउने पिरती नै गाँसौ आज फुलाई फुलको बगै किन तालु गर्नुभएको त नि मामा गर्मी भयो गर्मी भएर बिचरा गर्मी भयो नि नुम्ने अनि त एकदम गर्मी आज गर्मी भयो आज त है कहिले नहुने गर्मी भएको भए हुन त दौड धुप भएर नि होला तर गर्मी भएको गर्मी भन्छ मरानी आज त रमाइलो भयो ब्याक टु पोखरा सो गाइज हामी चाहिँ अन द वे टु पोखरा थियो अनि सारङकोटको बाटो आएको थियौँ हामी सबैजना अनि हामी कता छौँ सबैजनाले दर्शन गर्नुहोला सो गाइज हजुरहरू यहाँ आउनुहुन्छ भने के भन्छ अरे के अरे स्कुटर यहीँसम्म आउँदो रहेछ अनि हिँडेर आउनेलाई पनि बाटो रहेछ के यस्तो राम्रो बनाएको रहेछ देवा जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता जाकी पार्वती पिता नै दान गर्ने कर्ममा लुम्ले गाउँपालिका अन्नपूर्ण वडा नम्बर 6 कास्कीबाट पाल्नुभएकी बहिनी हुनुहुन्छ निमा गुरुङ उहाँको व्यक्तिगत तथा घर परिवारमा सुख शान्ति समृद्धि र ऐश्वर्य चाओस् उत्तर प्रगति हुँदै जाओस् नयाँ वर्ष मङ्गलमय रहोस् भन्ने शुभकामनाका साथमा उहाँले गर्नुभएको सहयोगको कदर गर्दै निमा गुरुङजीको सम्पूर्ण परिवारमा हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ धेरै धेरै धन्यवाद निमा गुरुङजीको सम्पूर्ण परिवारको लागि भगवान कैलाशेश्वर महादेवको कृपाले सुख शान्ति समृद्धि र ऐश्वर्य प्राप्त होस् शान्तिता दिएर कामहरू सम्पन्न भएर जाउँ घर परिवारमा सुख शान्ति र समृद्धि होस् नयाँ वर्ष मङ्गलमय रहोस् हजुरको लागि
रातिमा पनि कस्तो राम्रो देखिँदो रहेछ होइन। यताबाट चाहिँ स्कुटर आउँछ अनि यताबाट चाहिँ हिँडेर आउन सक्नुहुन्छ हजुरहरू। रमाइलो रहेछ ठाउँ। हाई गाइज, वेलकम ब्याक अगेन। अनि हामी चाहिँ सिधै गणेशको स्ट्याचुदेखि चाहिँ हामी सनडाउन आइपुग्यौँ सबैजना फ्रेस नभइकन, ड्रेस मात्रै चेन्ज गरेर। यहाँ चाहिँ मिनी स्विमिङ पुल पनि रहेछ। आजलाई चाहिँ यति नै। इन्जोय माई भिडियो। See you in the next vlog again. Like, share and subscribe.